So, guys, finally the wait is over. FIFA World Cup is back. FIFA World Cup 2026 चाहिँ आज राति 12:45 नेपाली टाइममा सुरु हुँदैछ मेक्सिको भर्सेस साउथ अफ्रिकाको गेमबाट र यो एकदमै क्रेजी हुनेवाला हो गाइस किनभने चाहिँ तिनवटा कन्ट्रीले होस्ट गर्दैछन् यो वर्ल्ड कप क्यानाडा मेक्सिको र युएसएले र यो वर्ल्ड कपको फर्स्ट गेम चाहिँ मेक्सिको स्टेडियम मेक्सिको सिटीमा हुँदैछ जसको क्यापेसिटी चाहिँ 88,000 रहेको छ जो चाहिँ एकदमै ठुलो हो यसको क्यापेसिटी र सबैलाई थाहा नै छ गेमको ओपनिङ सेरेमनी एकदमै क्रेजी हुनेवाला छ किनभने चाहिँ लर्ड्स अफ सिङ्गर र एक्टरहरूले चाहिँ आफ्नो पर्फर्म गर्नेछन् जस्ट लाइक नोरा फतेह साकिरा अनि अरूहरू पनि छन् सो एकदमै मजा आउनेवाला छ आजको गेम हेर्न र लगभग 11 12 बजे नै सुरु हुन्छ होला यो वर्ल्डको ओपनिङ सेरेमनी सो कसैले पनि नछुटाउनु होला हेर्नु होला चाहिँ सबैले र यो वर्ल्ड कपको अर्को पनि फ्याक्ट के हो भन्दाखेरि चाहिँ योपालिको वर्ल्ड कपमा टोटल 104 गेम्स खेल्नेछन् जसमा ग्रुप स्टेजको म्याच चाहिँ 72वटा गेम्स र नकआउट स्टेजको चाहिँ 30वटा म्याच गरी 104वटा गेम खेल्नेछन् जो चाहिँ एकदमै क्रेजी र एकदमै मजा पनि आउनेवाला छ र अब कुरा गरौँ मेक्सिको र साउथ अफ्रिकाको वर्ल्ड कप हिस्ट्रीको बारेमा मेक्सिको चाहिँ 2010देखि नै लगातार 2022सम्म वर्ल्ड कप खेल्दै आएको टिम हो जुन एकदमै फर्ममा छ र 2022को पालि चाहिँ अर्जेन्टिनाले नकआउट स्टेजमा मेक्सिकोलाई 2-0 हानेर नकआउट गरेको थियो तर साउथ अफ्रिका चाहिँ 2010देखि चाहिँ अहिलेसम्म वर्ल्ड कप खेल्न सकेको छैन क्वालिफाई गर्न सकेको छैन सो मेक्सिकोलाई चाहिँ धेरै नै एडभान्टेज छ वर्ल्ड कप एक्सपिरियन्सको सो मेक्सिकोले चाहिँ साउथ अफ्रिकालाई इजिली बिट हान्न सक्छ आज रातिको गेममा र मेरो प्रेडिक्सन चाहिँ 3-1 मेक्सिको विन सो तपाईँहरूको प्रेडिक्सन चाहिँ के छ प्लिज कमेन्ट डाउन र प्लिज सबैले चाहिँ मलाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला यदि यो भिडियोमा 5 लाइकभन्दा बढी आयो भने चाहिँ म अर्को भिडियोमा चाहिँ याप्सीमा चाहिँ पोर्चुगललाई वर्ल्ड कप जिताउने छु सो प्लिज डोन्ट फर्गेट टु लाइक एन्ड प्लिज सब्सक्राइब